रोपिसक्यो भोलिपल्ट गोड्न रोपेको है। आज चाहिँ आमा र म एकैछिन घरबाट बाहिर निस्किँदैछौँ। एकछिन बजार पुगेर आउने अनि बाटोमा अस्ति रोपेका धानहरू कस्तो भएछ भनेर हेर्नको लागि हामी निस्किन्छौँ। एकैछिन हिँडिसके पछाडि अस्ति रोपेको ठाउँमा हामी आइपुग्छौँ। ल कस्तो भएछ त अस्ति रोपेको धान आमा? यहाँ कति छिटो आयो सबै पानी ढाकेर हरियो भयो। गोडिया भोलिपल्टदेखि गोड्न थाल्यो। ल हेर्नु त कति राम्रो। एकछिन बिसाउँदैन झार हुस्किनुहोस् घरमा पस्छ। खासै पहिलो हुँदैन यहाँ धान, अनि चाहिँ अलिअलि सर्न थालेपछि चाहिँ एकदम गोड्न थालिहाल्छन् के। कस्तो राम्रो पारेर गोड्छन् धान पनि। अनि फेरि हामी चाहिँ त्यहाँबाट त्यति हेरेर अगाडि बढ्छौँ। पानी चाहिँ पर्नै आँटेको हुन्थ्यो अघि, अहिले चाहिँ पर्न थाल्यो। यहाँ छटाक छुटुक्क पानीहरू पनि पर्दैछ। यो धान चाहिँ प्रायः अगाडि नै रोपिहाल्छन् कि, किनभने यसको छेउबाट ढल बग्छ अनि पानीको दुःख हुँदैन। त्यही भएर अब चाहिँ आमाले मलाई छाता ओढ्नुपर्छ भनेर भन्दै हुनुहुन्छ। यतापट्टि चाहिँ यस्तो छ, आमा छाता ओढ्न थाल्नुभयो। यता चाहिँ बाख्राको के भन्नु, खोर भनौँ कि के भनौँ, यहाँनिर छ। यस्ता छन् बाख्राहरू, राम्रा राम्रा छन् होइन। घाँस यसो झुन्डाइदिएको रहेछ, पाती जस्तो छ के हो। फेरि हामी चाहिँ खेतमै पुगिहाल्यौँ, थोरै तलतिर। खेत चाहिँ एकदमै राम्रो छ होइन। यता पनि छ अनि यता पनि छ। यो खेतको धनीहरू चाहिँ माथि हुनुहुन्छ कि, यता माथि डाँडातिर हुनुहुन्छ। अनि उहाँहरूको चाहिँ यो तल लगभग बेसी जस्तो हो क्या। प्राय माथि बस्नेहरू सबैजनाको तल खेतहरू हुन्छ कि। यहाँ चाहिँ धेरै खेत पनि थियो होला उहाँहरू लगायत अरू सबैजनाको। अनि कतिले चाहिँ अब बेच्नु पनि भयो होला अलिअलि। अनि बाँकी बचेको यो जग्गामा चाहिँ खेती अझै पनि गरिराख्नुहुन्छ उहाँहरूले चाहिँ। यहाँनिर अरू धेरै धेरै खेत हुनेहरूको पनि माथि छ घर चाहिँ। अनि यो चाहिँ सायद उहाँहरूको बेसी होला जस्तो लाग्छ मलाई, किनभने प्राय यहाँ खेत हुने खेत धनीहरू भनौँ न, उहाँहरूको चाहिँ माथि छ कि, डाँडामा छ घर। सबै त्यतै बस्नुहुन्छ अनि यहाँ तल खेती गर्नलाई आउनुहुन्छ कि। यो चाहिँ उहाँहरूको बेसी नै होला सायद जस्तो मलाई लाग्छ। आमा पनि पर आउँदै हुनुहुन्छ कि, अघि छाता ओढेर पछाडि पछाडि हिँड्दै हुनुहुन्थ्यो। मैले चाहिँ छाता नओढिकन हिँडेको छु, त्यही भएर अगाडि अगाडि चाहिँ म। आमाले चाहिँ छाता ओढेर आएर अब मलाई चाहिँ यहाँ भिजी सबै छाता ओढ भनेर दिँदै हुनुहुन्छ। पानी चाहिँ अलिअलि गर्दै पर्दैछ। मलाई चाहिँ खासै ओढिहाल्न चाहिँ मन छैन छाता। अब अस्ति त्यहाँ पर चाहिँ अस्ति धान रोप्दाखेरि भेटिएको दिदी, हामीलाई आउनुहोस् तपाईँहरू धान रोप्नुहोस् भन्नुभएको दिदी चाहिँ यहाँ भेटिनु भयो क्या। हामी एकछिन कुरा गऱ्यौँ। गोड्ने बेला भयो खेत फेरि। अस्ति भर्खर रोप्नु भएको। कति छिटो। हामी चाहिँ अब सरासर आफ्नो बाटोतिर लाग्यौँ। मौसम पनि आज कति राम्रो छ। आकाश यस्तो सफा त के भन्नु, बादल त छ तर निलो आकाश यस्तो कस्तो राम्रो छ के, हरियाली एकदम राम्रो छ। तै पनि पानी चाहिँ परिहाल्ने। हामी अब गाडी चढेर एकछिन बजारतिर लाग्यौँ। पानी छटाक छिटिक्क परि नै रहेको छ कि, झ्यालबाट, गाडीको झ्यालबाट पनि यसरी छटाक छुटुक पानी परेको देखिन्छ होइन। बजार पुग्योरी हामी चाहिँ घर फर्किन्छौँ। के भन्नुभयो? रोपिसक्यो भोलिपल्ट गोड्न थालिहाल्छन्। अनि यहाँ त त्यस्तै हो नि, धान कति छिटो पलाउँछ। ऊ पनि हुन्छ, फल्छ पनि उस्तै, राम्रो पनि हुन्छ। यहाँ गोडिसक्न आँट्नु भएछ, अघि गोड्दै हुनुहुन्थ्यो। एक्लै? हजुर एक्लै। पानी आयो? पानी त्यति आउँदैन, अलिकति मात्र पानी आउँछ। स्याहार गरेर कति राम्रो पारेको हुन्छ। कति छिटो यत्रो भइहाल्छ है। यहाँ मल हाल्छौँ धेर, गोडिया गोडे। माटो पनि त राम्रो हुन्छ नि त। माटो पनि राम्रो अनि फेरि छिट्टै हुन्छ।
यता चाहिँ छैन फेरि। यता अलि ढिलो रोपेको रहेछ कि धान, त्यस्तो मात्रै छ यता चाहिँ। तर यो पनि आइहाल्छ है, हेर्दा हेर्दै आइहाल्छ। घर फर्किँदा चाहिँ पानी सानी केही परेको छैन, गर्मी छ एकदमै होइन। सब्जी लगाएको छ बारमा। यहाँ बारमा सब्जी लगाएको छ। यता पनि छ धान। यता त कोदो रोपेको जस्तै गरी रोपेको छ धान। कोदो रोपेको छ, तर राम्ररी आउँछ, पानी आएछ आइहाल्छ। अनि चाहिँ हामी अब फेरि घरतिरै लाग्दैछौँ। यहाँ चाहिँ बाटोमा के ढलहरू बनाउने काम गर्दै हुनुहुँदो रहेछ क्या सायद दाइहरू। यता चाहिँ मकै पनि यस्तो छ। यहाँ चाहिँ मकै एकदमै बाक्लै रोप्ने चलन हुन्छ क्या। त्यो मकै पनि बाक्लो रोपेको छ। यहाँ आमाले भन्दै हुनुहुन्छ कि कति बाक्लो मकै रोप्छन् यहाँ तैपनि फल्छ भन्दै हुनुहुन्छ। मकै बाक्लो रोपे पनि कसरी फल्छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई देखाउँछु ल। यहाँनिर चाहिँ धेरै थोक लगाएको छ, फर्सी, कर्कलो, बिँ पनि छ यहाँ होइन। अनि मकैहरू चाहिँ हेर्नु न, यी कस्तो मजाले फलेको छ क्या। मकै यहाँ चाहिँ किन्दाखेरि चाहिँ 5-6 घोगा पाइन्छ है, तर पोलेर बेच्नेलाई चाहिँ 100 रुपियाँको, होलसेलमा बेच्नेलाई चाहिँ 100को 12वटा दिँदा रहेछन्। हामीले चाहिँ काँचो मकै किन्दा 5-6वटा पाइन्छ। अब चाहिँ हामी घरतिर लागिसकेका छौँ। भोक पनि लागेको छ, तिर्खा पनि लागेको छ हामीलाई। अनि यहाँ बकुल्लाहरू पनि छन्, सबैतिर अलिअलि भएको ठाउँमा खेत रोपेको छ। अनि आमा पनि यहाँ हिँड्दै हुनुहुन्छ। यस्तो राम्रो परको दृश्य कति राम्रो देखिन्छ कि होइन। मकै यहाँ झन् कति बाक्लो रोपेको छ, त्यहाँ अगाडि देखिएको बारीमा कति फल छ त्यहाँ। जहिले पनि बाख्राको मलहरू हाल्ने गरेको छ त्यहाँ, अनि सधैँ फल्छ। अब चाहिँ हामी एकदम लखतरान परेर लगभग पुग्नै आँटिसकेका छौँ। अनि आजको धान पनि हेरियो, बजार पनि गइयो, यस्तै छ। आजको लागि यति नै, बाई बाई।